गर्नुभएको यो हेर्नु न कस्तो त्यही त अनि ए झर्दा भिजो 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 यस्तो चिसो छ यहाँ जानै पर्ने हुन्छ म कहाँ मिलेको छु गाइस नमस्ते वेलकम बैक टू माई यूट्यूब चैनल पहला फिर पनि मेरो च्यानलमा स्वागत छ हेलो नमस्ते वेलकम टू मेरो छोरीको यूट्यूब च्यानल अघि भनिसके त अर्का भन्नु ल हामी आज कहाँ जाँदैछौँ धेरै टाढा हामी स्काई ब्रिजमा स्पेशली मम्मीलाई घुमाउनुको लागि स्पेशली मेरो जेठी दिदीलाई घुमाउनुलाई धेरै घुम्नु र हल्का छिट्टाम्थे दिदी अनि यस्तो फेरि घाम छ क्या बाहिर चाहिँ हाई भन्नु त फेरि हाई यता मामा हुनुहुन्छ यही स्काई ब्रिज चाहिँ हामी जाँदैछौँ यहाँबाट चाहिँ यस्तो देखिरहेछ अब भित्र लगेर देखाउँछु म त कस्तो के हुन्छ हामी चाहिँ यहाँ स्काई टावर ब्रिजमा जाने भनेर आइसकेको छौँ यहाँदेखि माथि माथि म त यहाँदेखि आउँदा नै यति गलेको हो यहाँ चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ स्काई टावरको चाहिँ फी इन्ट्री टिकट है के छ हजुरहरूलाई म देखाउँछु आउनु अब हिँड्नु साँच्ची माथि नै रहेछ नि त यहाँसम्म आउँदै हाम्रो चाहिँ हालत टाइट भएको छ अब भन्नु न 40 वर्षको बुढी भन्नु न 40 वर्षको बुढी सकिन 50 वर्ष पुग्नु भएको मान्छे आमा अझै कति माथि त्यो टावरमा पनि अझै उयो रहेछ यो बोक देख्न सक्नुहुन्छ अलिअलि ढिङ्गाटा चढे जस्तो हुँदो रहेछ हावा त क्या आउँछ आफै बेबी ढिङ्गाटा लागेन कस्तो भयो बेबी तल हेर तपाईँको मात्रै कस्तो हावा चल्दो रहेछ मम्मी फोन झर्ला फोन झर्छ र शीतल हुन्छ फेरि आन्टी आउनु यसरी 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 फर्क्यौँ होला ₹500 त अब एकछिन बस्नुपर्छ अनि मात्रै वसुल हुन्छ के आवाज यस्तो आवाज हुन्छ हावाको यदि तपाईँहरूले साउन्ड सुन्नु हुँदैछ कि छैन है यस्तो हरर मुभीमा हुन्छ नि त्यस्तै के
म चाहिँ अब स्ट्यान्ड बनाउन गइरहेको छु यहाँ बसेर किनभने हामी फ्यामिली पिक्चर लिउँ भनेर स्काई ब्रिज पनि हल्लिँदो रहेछ है गाइस हावाले बस्नु चाहिँ मिल्दैन अरे गाइस यस्तो भिडियो हावा आउँदो रहेछ मलाई थाहा नै थिएन मान्छेको हावा आँखा कपाल पनि लुजा तपाईँको कपाल सम्हाल्नु मम्मी कहाँ जानुभयो मलाई चाहिँ यस्तो रमाइलो फिल भइरहेछ किनभने मलाई चाहिँ हावा अनि यो नेचरहरू चाहिँ एकदमै मनपर्छ कतिसम्म हावा चल्दैछ भने हजुरहरूले हेर्न सक्नुहुन्छ यहाँ भेटारको बाटो अनि तपाईँलाई म यहाँको मुनिको जङ्गल देखाउँछु है त यहाँदेखिको जङ्गलहरू यो कहाँबाट आयो यहाँ यो रुखहरूको कस्तो घाम लागे पनि हावाले कस्तो आनन्द भएको हौ अब चाहिँ हामी निस्किसकेको त्यहाँबाट यो चाहिँ अब चिया स्टेसन भेटारको चियाबारी यहाँ चाहिँ दामी दामी चिया पाउँछ ल बेबी आउनु घाममा कुन खाने हामी पप खाने कि होइन ल्याइदिनु म खान्छु धनकुटे बिस्कुट अनि आन्टी के गर्नुभएको यो कस्तो म अलिकति लेट भएको थियो फुटाइसक्नु भएछ हौ हेर्नु न कस्तो झ्याराममै गएछ त्यो स्काई ब्रिजबाट धन्न झरेन मेरो चिया र बिस्कुट युट्युब मुनमुन 6 राई ल यो राखिदिउँ यो पनि यसरी हाम्रो चाहिँ एक्कासी प्लान चेन्ज भयो ए यहाँ मुनि त कसरी जाने ए हामी चाहिँ नमस्ते झर्ना आइपुग्यौँ अहिले मम्मी चाहिँ अब नमस्ते झर्ना डुल्ने भन्नुभयो त्यही भएर हामी डाइरेक्ट यता आयौँ घर जानुको साथो बिस्तारै 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 हामी त हिँड्नु जाँदैन नि पाहाडमा बिस्तारै बिस्तारै अबे अबे बिस्तारै होइन जा ओह पर आउने अहिले चाहिँ अब कतिको सफा छ कि फुट्छ सफा छ ल खानु र भयो धेरै नखाउँ न नमस्ते झर्ना आएको चाहिँ म मेरो चाहिँ सेकेन्ड भ्लग यो पहिले पनि भ्लग छ तर अहिले चाहिँ मम्मीसँगको छ सो यो चाहिँ मेरो मेमोरी हो कि मम्मी आन्टीहरूसँग हो यसमा चाहिँ कहिले पनि नछुनु होला यस्तो भयो मेरो हात छुइस् त्यहाँ न ल हात फोर भएछ त्यहाँ झर्नामा धुनु कस्तो राम्रो फुल यहाँ टिकट काउन्टर आयो मामा काट्नुभयो साउन्ड सुन्नु न खोलाको
पनि नसकेको बेलामा झन् त्यही त अनि यसरी सामान लानु हुँदैछ सामान बिग्रेर बनाउनु लानु भएको अरे यस्तो गर्मी यहाँ हेर्नु न पसिना अनुहार फेरि कहाँ हाम्रो चाहिँ प्लान गरेर यहाँ आएको थिएन नि त त्यही भएर हामीले लुगाहरू पनि लिएन नत्र भने चाहिँ पौडी खेल्नु हुन्थ्यो आई डोन्ट नो म चाहिँ पौडी पनि खेल्न सक्छु भिजेरै आउन पनि सक्छु मलाई थाहा छैन त्यतिखेरै थाहा हुन्छ है ओ झर्ना ए झर्ना फाइनली नमस्ते झर्ना देख्यो झर्ना अब हामी चाहिँ फोटो सुटहरू गर्छौँ भिडियो सुट गर्नेछौँ मम्मी चाहिँ फोटो खिच्नु हुँदैछ मम्मी क्यामेराम्यान हाम्रो मामा मम्मीको चाहिँ म भिडियो सुट गर्दैछु झर्नाको ठ्याक्कै यहाँ छु अनि म पानी खेल्न गइरहेको छु हामीले चाहिँ लुगा लिएको छैन त्यही भएर नभिजेको नमस्ते झर्ना जाने बाटोमा पनि यहाँनिर काठमाडौँकै जस्तो के यस्तो राम्रो होइन यहाँको भ्यू चाहिँ म क्या नखिचिकन सकिनँ क्या त्यही भएर यहाँ खाने ठाउँबाट झरी झरी खिच्दैछु यस्तो राम्रो भ्यू पानी पर्यो अब सायद म यहाँबाट त्यो भन्दा बेसी चाहिँ म भिडियो गर्न पाउँदिनँ होला किनभने मेरो 4% मात्रै छ क्या मोबाइलमा चार्ज पानी पर्यो भ्यू हो क्या यो चाहिँ गाइस यस्तो चिसो छ यहाँ माय गॉड म यति मिस गर्नेवाला छु यो ठाउँलाई चाहिँ हैन अनि यो फुल हेर्नु माय गॉड मेरो भ्यू हेर्नु न भ्यू जति खिच्दा पनि मलाई चाहिँ भर्यो
छैन यहाँनिरको भ्यू चाहिँ होइन। अब के गर्नु जानै पर्ने हुन्छ भित्र। तर म यो चाहिँ म आफै पनि भ्लग हेरेँ गरेर यो यति बेला चाहिँ यो भिडियोहरू यो वेदर चाहिँ म एकदम मिस गर्नेवाला छु। कस्तो खाले फुल हो क्या, कस्तो राम्रो क्या, हेर्नु न यति धेरै झुप्पा फुल्ने जाने। अब खाजा खानु जाडो भयो। मासु कति धेरै भिड हो। अहिले भेटारको मौसम चाहिँ यस्तो भएको छ होइन। अहिले भेटारको सिचुएसन चाहिँ यस्तो छ, वेदर चाहिँ यस्तो छ। म काम हिँडिरहेको छु गाइस, म काम। आज त धरानमा पनि पानी परेर कस्तो शीतल भएछ धरान। छतमा बस्दा नि यस्तो मिठो हावा आइरहेछ। सो म आजको भ्लगमा चाहिँ यति देखाउँदै मेरो भ्लग इन्ड गर्न गइरहेको छु। बाई गाइस, बाई।